औषधि तपाईँकै लागि हो कि अरूको लागि हो? एमआरपी रेट नै यही हो, भाउ बढेर आछ। बुढाबुढी अलिक कम झडा गर्ने गर्नुहोस्, औषधि मात्र खाएर रोग निको हुँदैन। बच्चाको दिशा राम्रै छ। 4 दिनको लागि डोज लेखिदिएको छु, भएन भने 5 दिनको दिन फेरि आउनुहोस् है त। डक्टरको प्रेस्क्रिप्सन बिना त दिने मिल्दैन। कुन औषधि चढाएर हेर्नु भएको छ? एकचोटि यो औषधि लिएर गएर खानुहोस्, भएन भने तपाईँलाई सलाइन पानी चढाउनु पर्छ होला। क्युआरमा समस्या छ, क्यास गर्नुहोस् न है। हामीसँग खुल्ला छैन, हल्स राखिदिएको छु, हल्स लिएर गएर खानुहोस् है त। मैले यो दुवै थरी औषधि लेखिदिएको छु, यसले छोएन भने यो खुवाउनुहोस्, यसले छोएन भने फेरि यो खुवाउनुहोस् है। तपाईँले खोज्नु भएको औषधि त अहिले सर्टेज छ। यो ठुलाहरूको लागि हो, बच्चाहरूको लागि पनि केही नै फरक पर्दैन, भाँचेर आधी खुवाउने गर्नु न है त। त्यो औषधिले छुन अलिकति टाइम लाग्छ। हामी कहाँ अहिले ट्याब्लेट सकिएको छ, यो सिरप मात्रै छ, यसले छुन्छ। डक्टरले भनेअनुसार नै चढाउनु है औषधि। तपाईँको अर्को चढाउनु पर्ने सम्भावना हुनसक्छ। सरी अङ्कल, चक्लेट फ्लेभरको त आएको छैन, स्ट्रबेरी फ्लेभरको हुन्छ। पानी अलिक बढी नै पिउनु होला, हाइड्रोसिल हुन सक्ने सम्भावना हुन्छ। यो त एकदमै पावरफुल औषधि हो, डक्टरको अनुमति बिना त दिन मिल्दैन। यो ट्याब्लेट चाहिँ तपाईँको चुस्दा पनि हुन्छ, चपाउँदा पनि हुन्छ, जे गर्दा पनि हुन्छ। औषधि चढाइसकेपछि तपाईँलाई थोरै निद्रा चाहिँ लाग्न सक्छ, तर तपाईँ निदाको निदाइ चाहिँ नगर्नुहोस्।